प्रभात बस्यालले जस्टिस नपाउने जस्तो देखियो किनभने उहाँको 2 वर्षदेखिको गर्लफ्रेन्डले चाहिँ जबरजस्ती उहाँलाई 2 वर्ष रिलेसनसिपमा राखेको खुलासा गर्दै हुनुहुन्छ र लालबहादुर बिकेलाई महिनौदेखि यत्तिकै जेलमा थन्काएर राखिएको छ। तर कसैलाई त्यति वास्ता छैन किनभने उहाँ गरिब हुनुहुन्छ र धनी भएको भए सबैले सपोर्ट गर्थे। र विदेश जाने बुढाहरूको स्वास्थ्यहरू धमाधम पहिला जान थालेको छ र यो नेपालमा एउटा नयाँ इतिहास बन्दै गएको छ। तर चिन्ता नलिनुहोस्, यो सबै समस्याहरूको हल हुन लागेको छ किनभने 15वटा रागा इन्डियाबाट नेपालमा आउँदैछ र उहाँलाई ल्याउने विशिष्ट मान्छे उहाँ हुनुहुन्छ। हामीसँग यस्ता केही भिडियोहरू छन्, हामीसँग केही यस्ता प्रमाणहरू छन् जुन भिडियो र प्रमाणहरूले यो प्रकरणमा एउटा नयाँ ट्विस्ट ल्याइदिनेछ। प्रभात बस्याल भन्ने मान्छेलाई तपाईँ कसरी चिन्नुहुन्छ जो अहिले प्रहरी कस्टडीमा छन्? नमस्ते, म स्वयं 4340 हो। मैले चाहिँ प्रभात बस्याललाई विगत 2 वर्षदेखि चिनिरहेको हो। ऊ र म चाहिँ एकदम राम्रो साथीको रूपमा एकदम बोल्ने राम्रै थियो हाम्रो सम्बन्ध, एज अ फ्रेन्ड। हाम्रो प्रभात बस्याल प्रेमी प्रेमिका हुनुहुन्छ? नै त्यस्तो सम्बन्ध केही पनि थिएन किनभने चाहिँ ऊ र म भनेको एज अ गुड फ्रेन्ड नै थियौँ कि यस्तो प्रेम सम्बन्ध त्यस्तो केही पनि थिएन। के बोले भाइ? अब के बोले कता हो? कसको मामा? हाम्रो यो 2 वर्षदेखि अगाडि चिने पनि बिचमा बोल्न छोडिसकेपछि मैले उसलाई चाहिँ सबै कुरामा ब्लक गरिदिइसकेको थिएँ कि फेसबुक, इन्स्टा, टिकटक। रुको जरा, अभी मजा आएगा ना भिड़ो। झगडा भइसकेपछि मेरो साथीहरूसँग कस्तो कुरा गर्यो भने चाहिँ त्यो केटी मसँग रिलेसनमा थियो अनि त्यो केटीले चाहिँ मेरो 3 मन्थको बच्चा फालेको हो। झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? 3 महिनाको बच्चा जानलाई मेडिकल टेस्ट हुनुपर्छ, मेडिकल जानुपर्छ, औषधि खानुपर्छ, डक्टरसँग भिजिट गर्नुपर्छ। त्यसै जाँदैन नि त 3 महिनाको बच्चा। ल कुन डक्टरसँग गएर मैले फालेँ? हजुरले तू समझा? हाँ। नहीं तू समझा नहीं। उसले मलाई ब्ल्याक टी लिएर दियो अनि त्यसपछि चाहिँ म कहिले ब्ल्याक टी नखानेले नि ब्ल्याक टी खाएँ कि त्यो दिनमा। त्यो दो चाहिए, ठीक है? यस्तो खाने यो दिनले? त्यस्तो भइसकेपछि उसले एउटा रुममा लैसकेको रहेछ मलाई। झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? चाहिँ अलिकति आफ्नो बडी पेन भइरहेको भएर अलिकति बिउजिँदा चाहिँ यो मेरो तलको बडी पार्टहरू एकदम पेन भइरहेको थियो कि अनि मेरो शरीरमा कपडा थिएन अनि म बेडमा थिएँ अनि मेरो साइडमा चाहिँ उनी थियो, उसको शरीरमा पनि लुगा थिएन। अनि जिस दिन से मिली है उसने तो झूठ पे झूठ बोलती जा रही है। शक्ल देखो कितनी भोली है लेकिन अंदर से लोमड़ी है। भनेको त्यो टाइममा चाहिँ तपाईँ माथि रेप भएको, तपाईँ बलात्कृत भएको जस्तो फिल भयो तपाईँलाई? हजुर, म चाहिँ त्यहाँ भएकै हो जस्तो फिल भयो किनभने चाहिँ आफ्नो पहिलाको बडी र त्यसपछिको बडी आफूलाई पनि थाहा हुन्छ नि त। पहिला त केही नभएको बडी त्यसपछि पुरै पेन भएर पुरै ब्लिडिङ हुँदाखेरि त आफूलाई थाहा हुन्छ नि त। के भयो साथी, टेन्सनमा छौ त? मेरो माथि शरीरमा कपडा थिएन, तलतिर पेन भइरहेको थियो। सेक्स गरे भन्दा त पिरियड्स पो भएर यतातिर आउनु लागेको होला, पोखरातिर फर्किन लागेको हो कि भनेर त्यो भ्यानमा त्यसरी बसेको हो नि त। भागेर कता हो? भागेर हो इन्डियातिर। कस्तो भने चाहिँ मेरो फोनबाट उसले मेसेज गरेको थियो। त्यो फोटो भिडियो यहाँको फोटो भिडियो होइन के, त्यो उता गइसकेर मलाई त्यो दबाबमा राखेर बनाएको फोटो भिडियोहरू हो नि त। उसँग म खुसी नहुँदा पनि खुसी भएर हिँडेको जसरी देखाउनु पर्ने
त्यो टाइपको फोटो भिडियोहरू त्यो हो के। दमदम हामी यो सहर छोडेर जाँदैछौँ। अब होसमा आएँ कि भन्ने टाइममा चाहिँ म उसको भनाइअनुसार म काँकडभित्र पुगेर भ्यानमा थिएँ के। कहाँ अरे? बिहार तिमी बिहार हिँडेको? म कन्टिन्युसली 3-4 रात चाहिँ बाथरुममै बसिरहेको के, रुँदै बसिरहेको। किन यस्तो मक्खै? त्यसपछि व्हाट्सएपमा मेसेज गरेँ के, म बेनी आउँदैछु आम्की के गरौँ भन्दै भने। ल आइजा भनेर मैले मेसेज गरेँ। यो चाहिँ असाध्यै फेक र फ्रड कुराहरू हो। प्रेममा के छ भन्दाखेरि एभ्रिथिङ इज फियर हैन, लभ एन्ड वार भन्छन्। जो कहती थी छोड़ा तो मर जाऊंगी मैं, आज भला वो जिंदा कैसे है? ओ बेदर्द यार बेदर्द ओ बेदर्द। मलाई त्यस्तो केही पनि त्यो रिग्रेट टाइपको केही पनि छैन के। बिल्कुल चुप। किनभने चाहिँ त्यो कुराहरू मैले भोगेको कुराहरू पनि मैले लिभ इट भनेर छोड्दा पनि उसले टाउकोमा टेकेर हिँड्छ भने चाहिँ मलाई अन्याय गर्ने मान्छेलाई मैले छोड्दैन के। यसलाई कसरी हेर्ने, यसलाई कसरी बुझ्ने, यसलाई कसरी विश्लेषण गर्ने, यो यहाँहरूलाई नै म छोड्न चाहन्छु। यहाँहरूले नै यसको विश्लेषण मूल्याङ्कन गर्न सक्नुहुन्छ। अरू केटी जस्तो होइन नि।